सबैले सहयोग गर्दै भए मेरो केही कल्याण हुन्थ्यो मेरो परिवारको त्यति आशा छ मलाई। अब के गरौँ हजुरहरूको आशा छ यसो दबाई पानी गर्दै हेरिदिनु होला। पाण्डा ग्याङको बाबुहरूलाई उहाँहरूले एक बोरा चामल भए पनि के अरे एक बोरा पिठो भए पनि यहाँ यस्तो अवस्था रहेछ भनेर उहाँहरूले देखेर त्यति ल्याइदिनु भयो। म ठुलो राहत उहाँहरूलाई नै मान्छु। उहाँहरूले चाहिने आफ्नो व्यक्तिगत भन्दा पनि अमेरिकाबाट लीलबहादुर थापाले उहाँहरूलाई कात्तिके दान भनेर एउटा पठाउनु भएको। उहाँहरूको मन नमानेर ल त्यस्तो ठाउँमा अब खानै दाना छैन भनेपछि त हामी पनि ल्याएर आउँछौँ नि त भनेपछि ल बाबु आउनुहोस् भने मैले त्यस्तो गर्। छोराहरूको स्थिति पनि नाजुक छ। उहाँहरूको जमिन जग्गा पनि छैन, एकदम सुकुम्बासी हो, सबैले देख्नु भएको छ। उहाँहरूले लेबर काम गरेर लेबर पाएपछि खाने हो, नत्र भने चाहिने एकदम नाजुक अवस्था छ। अब यदि सहयोग गर्नुहुन्छ भनेपछि सबैले गर्नु हुन म अनुरोध गर्दछु। अमेरिकाबाट लीलबहादुर हाम्रो साइल अङ्कलले पठाइदिनु भएको। उहाँहरूले कसरी हुन्छ यो पैसालाई के अरे अलिकति सदुपयोग गरेर यस्तो यस्तो ठाउँमा थोरै राहत दिन पाऊँ न भन्ने अपेक्षा पनि राख्नु भएको थियो उहाँहरूले। त्यसपछि मैले बोलाएँ, उहाँहरूले खाइ नखाए यति दिनुभएको छ। धेरै धेरै धन्यवाद। कल्याण होस् तपाईँहरूको। सबैले राम्रो कमेन्ट गरिदिनु होला हाम्रो पाण्डा बाबुहरूलाई यति भन्न चाहन्छु है म। ल मामा सबै देखाइदिउँ। कस्तो लागेको छ तपाईँलाई? ठिक छ बाबुहरूले सहयोग गरिदिनु भयो, धेरै धेरै धन्यवाद। अब फेरि पनि कहीँ यसो चाहिँ केही यसो राहत पाइदिए भए केही कल्याण हुन्थ्यो कि दबाई गर्न लागि त्यही त त्यही राहत, पैसाको राहत। अब त्यही दबाई गरेर लानु पर्यो। उहाँ बजारमा अब चावल दिएर भएन, के गरौँ अब यो राहत अब पाइदिए। यो बुढीलाई कहीँ काठमाडौँ लगेर हुन्छ कि कहीँ लगेर हुन्छ कि सकिन्जेल त गऱ्यो घरबाट सकेन। अब पैसा छैन, आर्थिक छैन, अब के गरौँ। अहिले ल्याए पछि फेरि त्यस्तै भएपछि अब यिनीहरूलाई पनि भनौँला होइन। यति ल्याइदिए पनि धेरै बिचरा यिनीहरू दक्षिणा दक्षिणाको पैसाले यिनीहरू यही भयो पनि ल बाबु धन्यवाद देख्नुभयो। हेर्नुहोस् नाजुक अवस्था हेर्नुहोस्, सबैले देख्नु भएको छ।